ब्रेकअप भयो छोडिदिएको के हुनु अब छोडेर के हुँदैन क्या म यो समयबाट अब कसरी मुक्त हुने होला कसरी मुभ अन हुने केटा हो मेरो पैसा आयो आइज म भोटका खुवाउँछु ए छोडिदियो क्या अब भइसक्यो क्या पासमा गइसक्यो अब त्यो छोडिदियो क्या अब केटीहरू भन्ने छ नि केटीमा ध्यानै नदिए बुझ्नुहोस् हेर्न फेरि हेरिहाल्छ भने भन्ने बित्तिकै फेरि मान अब भने गोलमा फोकस गर्ने हो क्या हामी जिम जानुपर्छ आफ्नो सक्सेसमा जाने हो क्या सही हो बुझ्नुहोस् सही हो भजन सजन सुन्नु पर्यो क्या अब हामी भजन म त भजनमै सुनिरहेको हुन्छ क्या मेरो फोनमा भजन बाहेक केही बज्दै बज्दैन त्यही हो केटा बुझिस् नि भनेको कुरा बुझ्दै होइन बुझी मैले बुझेँ अब भनेको टक्क स्पिरिचुअल माइन्डमा जानुपर्छ बडीलाई ध्यान दिनुपर्छ हेल्थलाई ध्यान दिनुपर्छ केटी भन्ने बात हो केटा त्यही हो क्या ल बेलुकादेखि जिम जाने हो क्या जानी छिडिएला हेलो ल म आउँछु ल गर्लफ्रेन्डले कल गरेर मलाई फिनिस गर्न आउँछु ल आज कथाइसक्यो बेलुकादेखि जिम जानुपर्छ ल केटा सही पकौडा खाने होइन पकौडा खाऊँ न दाइ 2 प्लेट पकौडा गर्नु न जिम भोलिदेखि त हो नि आज खाइदिनु अलि उता सर आजदेखि तेरो मेरो सबै कुरा सक्यो तैँले दिएको गिफ्टहरू सबै फिर्ता ल्याएको छु गिफ्ट त के भन्नु सामानहरू कहिले नि त किन ढिला गरेको तोङबाको भाडो कहिले खान्छु तोङबा के थाहा जाडोमा खालिस मन ठाने नि ट्रिमर कसले केटीलाई ट्रिमर दिन्छ चियापत्ती बिरेनुन लिटरली बिरेनुन खाली पेट दुख्यो भने चाहिँ त्यही भएर ल्याइदिएको कसले आफ्नो गर्लफ्रेन्डलाई बिरेनुन दिन्छ ए अस्ति त्यहाँ गिफ्ट पनि निकाल्न त्यो दराज 11 11 सेल हुँदाखेरि मैले तँलाई गिफ्ट दिएँ होइन एयरपोर्ट गिफ्ट दिएँ होइन एङ्करको प्रडक्टमा 70% अफ थियो छ भनौँ न साउन्डको P41 आई भन्ने एयरपोर्ट दिएँ होइन खै त्यो निकाल्न यही एउटा कुरा राम्रो दिएको थिइस् त्यो पनि मागिस् माग्नु परेन यति राम्रो छ 3 in 1 काम गर्छ यसले 12,999 को 9,999 मा लिएर आएको मैले अफरमा 9,999 भने कम पैसा हुन्छ यस्तो माया गरेर चाहिँ नपस्ने त्यस्तो स्पेशल पनि केही के पोर्टेबल फोन चार्जिङ छ यसमा 3000 mAh को ब्याट्री हो पावर ब्याङ्क जसरी चलाउन मिल्छ यसलाई के भने तिमीले अनि यसभित्र बिल्डिङ स्ट्यान्ड पनि हुन्छ फोन अटाउन मिल्छ के कुरा गर्छौ यार तिमी ब्याट्री लाइफ सोध न ब्याट्री लाइफ 12 घण्टासम्म चलाउन मिल्छ नन स्टप जे पाइदिए भन्दो रहेछ कम दामी फिचर छ यसमा अड्याप्टिभ नोइज क्यान्सलेसन छ थन्डरस बेस छ त्यसपछि एआई नोइज रिडक्सन पनि छ म आफै सुन्छु नि त नसुनि भए यसमा चाहिँ मैले त मेरो हिसाब गर्ने बिर्सेँ तिमीलाई घुमाउँदाखेरि त्यो पेट्रोल खर्च त्यसपछि तिमीलाई त्यो त्यत्रो लिपस्टिक पाउडर किनिदिएको त्यसपछि गएर हप्तामा 2 चोटि क्याफे त्यसो सबै हिसाब गर्दाखेरि त्यही 2-4 लाख जति हुन्छ होला आफै विचार गर न है सुन न त्यो के भन्छ यो सामानहरू त म राखिहाल्छु नि ब्रेकअप चाहिँ नगरौँ होइन यो सबै काम लागिहाल्छ नि मलाई अनि त्यो एयरपोर्ट पनि दियो न ब्यागमै हाल्यो ल तिमी हो क्या झगडा गर्ने म त झगडा गर्दैन त्यस्तो होइन कि जाऊँ